तपाईको परिचय दिनुहोस्। नमस्कार, मेरो नाम सुप्रियाञ्जली घिमिरे, बसाई सैना महिना 10 सालजन्डी र म अहिले ब्याचलर चौथो वर्षमा अध्ययन गरेर सकिसकेको विद्यार्थी। जेनजेट रूपन्देही अन्तर्गत तपाईँ सैना महिना इकाइको भनौँ तपाईँ आज नेतृत्व गरिरहनु भएको छ। यो संस्था खास केको लागि सञ्चालन भयो र तपाईँ केको लागि नेतृत्व लिनुभएको थियो सरकारलाई? खासमा जेनजी भन्दा बित्तिकै हाम्रो मस्तिष्कमा चाहिँ के आउँछ भने 22 र 23 गते भाद्र 22 र 23 गते भएको आन्दोलन समग्र रूपमा हाम्रो मस्तिष्क या विचारमा आउँछ। जेनजी भन्ने सानो कुरा चाहिँ होइन। खासमा हाम्रो उद्देश्य के हो भने सैना महिना 10 मा जति पनि वडा कार्यालयहरूदेखि लिएर भनौँ न एउटा कार्यकाल लिएर बस्नुभएका सत्तामा शासन गरिरहनुभएका जति पनि भ्रष्टाचार व्यक्तिहरू हुनुहुन्छ अथवा कहीँ कतै घुस लिएको अथवा कतै काम नगर्ने नगरपालिकाभित्र त्यस्ता व्यक्तिहरू हुनुहुन्छ भने त्यो कुरालाई चाहिँ हामीले जरैबाट कसरी उखेलेर फाल्न सक्छौँ अथवा त्यसको समस्या समाधानमा हामीले के प्रक्रियाहरू अपनाउन सक्छौँ, शान्तिपूर्ण जाने हो कि उग्र रूपमा जाने हो कि भनेर चाहिँ त्यो कुरालाई समाधान गर्नका लागि शान्तिपूर्ण रूपमै आज सैना महिना 10 रूपन्देहीमा सैना महिना अन्तर्गत सम्पूर्ण 1 देखि 10 वटा 11 सम्मका वडाहरूलाई समेटेर युवाहरूलाई जसरी हामीले समग्र रूपमा यहाँ जेनजीको रूपमा उपस्थित गरायौं। उहाँहरूको नेतृत्व लिनुको एउटै कारण के हो भने हामी जस्ता युवाहरूमा तार्किक क्षमता र विचारको एकदमै आवश्यकता छ। त्यो बिना हामी अगाडि बढ्न सक्दैनौँ। त्यही विचारलाई कसरी कहाँ प्रयोग गर्ने भनेर नै मैले नेतृत्व लिएको। कामहरू हामीले हेर्नुपर्छ हैन। सबैभन्दा पहिला जहाँ पनि बेतिथि छ, विकृति छ हैन, सबैभन्दा पहिला हामीले आफ्नो विचारलाई कस्तो रूपमा प्रयोग गर्छौं भन्ने हो। अर्को कुरा चाहिँ कसरी काम गर्छौं भन्दा पनि जहाँ समस्या छ त्यहाँ जेनजी छ नै र जेनजी कसरी प्रस्तुत हुन्छ, कुन कुरामा प्रस्तुत हुन्छ त्यो हामीले अझै गहन रूपमा अध्ययन गरिसकेपछि मात्र थाहा पाउँछौं। त्यसपछि कार्य चाहिँ हुन्छ।